के हो यस्तो आम्मामा कस्तो कस्तो पर्यो त पसिना पसिना वाह 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 धन्न आज त हामीले दाउरा काटेर मजाले थुपारिरहेको छ हो कत्रो कत्रो पर्यो कत्रो है आपको कुछ बोलना है आज बहुत ठंड चल रहा है वो स्नोफॉल वाला है इतना इतना बड़ा आ रहा है देखो पूरा सफेद हो गया रास्ता तो पूरा सफेद हो गया यो गरम मोसे वाह बढ़िया भाइ अरे वाह आमा हो जहाँ छ मौसम है सबका यहाँ सबै सेतै भयो त्यही कुछ बोलना है भैया आप लोग को कुछ बोलना है मोरे नि हैन त्यो प्लास्टिकको ढेलामा बसेर रुखपात लडेर मोरेर आयो ओ सन्तोष आपको कुछ बोलना है अभी यहाँ पर खुदाई करना है यहाँ पर पानी जम गया है पेटमा हाम्रो हेर्ने हो अच्छु मङ्गलको पानी बस्नु आएको हिउँ ठेल्दैछ पुरा हो पसिना अम्मामा आयो हामी यहाँबाट जान्छ बाँचेर भन्दा काकाहरूले चाहिँ है डेरा अलिक दामी बनाएछ दाउरा पनि आज खोजिहाल्यो काका मोर्छ होला यहाँनिर यस्तो हेर त भेनम तिमीलाई के लाग्छ तिमीलाई त पुरा एक्साइटेड हो ओ जा बाहिर बाहिर जा भेनम बाहिर जा भेनम के जान्छ आमामा काका टेन्ट दिनु हो के चाहिँ ओए भेनम ओए आजा के भएको हेलो आजा ओए हेलो आजा हेलो हेलो ओए हेलो काका हाम्रो डेरा भत्किनु आँट्यो डेरा भत्किनु आँट्यो डेरा भत्किनु आँट्यो काका यहाँ चलौ
ओ टाइम त कति नभइकन के भयो हाम्रो सब्जीहरू त आम्मामामा खै अघि इस्कुसको तरुल अब के हो यो चम्ची आम्मा चम्ची अयो हेर सागहरू छ इस्कुस सबै छोप्यो अरे साथीभाइ हो राति हिउँले छोपेर चाहिँ मर्छ है मान्छे अलिकति ओ याद गरे आम्मामा के हो यस्तो अघि त यस्तो थिएन त हौ ठिकै हो यस्तै आम्मामा यो त हामी पानी बनाउन आएको भनेर रिस पो आज छ त धन्न दाउरा चाँचो मजाले काटिहाल्यो हामी हो हप्ता दिन त दाउरा पुग्छ यी हो खानेकुरा चामलहरू त छँदैछ यो डेराले पो कति थाम्छ कसले पत्याउँछ यस्तो चाहिँ आम्मामा अघि बक्कासम्म हामी दाउरा चिरेको होइन यहाँ दाउरा चिरेको आम्मामा यो के हो आम्मामा हत्तरी मोर्छ है आम्मा यहाँ हेर त हाम्रो टेन्ट धन्न यो अलिकति हटाउ है अबै भेनम यो चाहिँ लोदर है लोदर यति बेला चाहिँ हिउँ सिउ यस्तो पर्ने यस्तो राम्रो हो राम्रो हो यो राम्रो होइन नि गुराँस पनि 2 महिना अगाडि फुल्यो हो यति बेला यस्तो यो जग्गामा चाहिँ यस्तो प्राय हुँदैन हामी 2013 देखि यहाँ बसेर आएको कि यो 2000 अहिले कति 25 होइन 25 मा यस्तो भएको हो 2013 मा आएको 2025 मा चाहिँ यस्तो भएको थियो कि अब हाम्रो डेरा आज धन्न दाउरा बक्कु काटिरहेको छ ऊ भेनम पानी बन्द भएन भोलि फेरि पानी बन्द भएन सोर्स कुद्नु पर्छ होइन यस्तो त रेकर्डै भयो यो पनि फर्स्ट टाइम त ऊ माथि हिउँ पर्दो रहेछ आम्मामा हिजो हामी त्यो डाँडा डल्लै घुमेर आएर नयाँ सोर्स खोजेको आहो होइन अघि त रातै थियो त डल्लै मातो त बेनमले हिउँ खाँदैछ हो खा खा यो चाहिँ लोदर है योपालि चाहिँ पुरा के नराम्रो हुन्छ होला है आम्मा हेर त एकछिन है आम्मा अघि भर्खर त भिडियो खिचेर हेर त उयो रातो थियो
मेरो सागसब्जी त सबै गयो। यत्रो पानी पर्यो। जस्तो लाग्यो हेर्नु त जस्तो लाग्यो अरे हाम्रो मालिक यो हिउँले थाम्छ साह्रै थाम्छ जस्तो लाग्यो नि आयो थाम्छ काका थाम्दैन होला है त्यो खालके त पानी बनाउन आयो नि त मङ्गनको त हत्तरिका आम्मामा यस्तो हिउँ परेर चाहिँ ड्याममै हो तपाईँ कुकुरले त यहाँ थार खाएर अन्त वाक्कै बनाएछ त अन्त तपाईँलाई याद छैन तपाईँको घरमा कुकुर नबसे कति दिन भयो हाल त मजाले अलिक हाल्दियो ध्यान पनि त चाहियो अझै कुकुर छ अझै हाल म ल्याइदिन्छु नि त्यो के छैन अझ दुई हाल त पेम्पा अलिक आलु निकाल्दो त त्यो झोलामा हाल्दो त्यो एउटामा हाल्दो हुन्छ तेल छ दाजु नुन अलिक हाल्दो म भोलि पठाइदिन्छु अहिले त हामी चिया खानु छोडेको छौँ चिया त छैन अब दाजु आलु चामल र हामीले दाल दिएको छ कि तपाईँ बाछाहरू अलिक हेर्नुहोस् हामी फेरि आइहाल्छ नि के दुःख पऱ्यो भने फेरि आउनुहोस् यो चाहिँ हाम्रो डल्लै घरभित्र डेराभित्र नै पानी आएर यहाँ केटाहरूले है हेरौँ डल्लै नाली खन्दैछ खोला पस्यो डल्लै आमा हिउँ अझै पर्दैछ पुरा